नमस्कार यहाँहरू सबैलाई। अ, यस सुयोग ज्योति सफ्टवेयरको अर्को फिचर अष्टक वर्गको बारेमा म केही कुराहरू गर्न गइरहेको छु। तपाईँले सफ्टवेयर डाउनलोड गर्नुभएको छ, इन्स्टल गर्नुभएको छ भने सफ्टवेयरमा जब कुण्डली बनाउनुहुन्छ, यहाँ मेन्युमा होइन, कुण्डलीको मेन्युमा तपाईँको यो दाहिने साइडमा यहाँ अष्टक वर्ग भन्ने एउटा अप्सन छ, ट्याब छ। जब अष्टक वर्गमा क्लिक गर्नुहुन्छ, तपाईँले यो टेबल देख्नुहुन्छ जहाँ भाव अनुसार अष्टक वर्ग र गोचर प्रभाव भन्ने एउटा टेबल छ। त्यसै गरेर दाहिनेतिर यहाँ जन्म कुण्डली पनि देखाइएको छ भने यहाँ मुनि कुण्डलीवालाको जन्मदिनको समयको पञ्चाङ्ग पनि देखाइएको छ। अब म अहिलेको लागि यसलाई म चेन्ज गरेर गोचरको कुण्डली यहाँ देखाउन गइरहेको छु। र गोचरको कुण्डली किन देखाउन गइरहेको छु भने यो गोचर प्रभावको बारेमा कुरा गर्दै गर्दा यसको आवश्यकता पर्दछ है। अब अहिले सूर्य गोचरमा कुम्भ राशिमा हुनुहुन्छ, फागुन महिनामा हुनुहुन्छ, तपाईँलाई थाहा नै होला। फागुनमा अहिले सूर्य 4 डिग्रीमा हुनुहुन्छ। अब यस मेष लग्नको कुण्डलीमा तपाईँको 11औं भावमा 11औं कुम्भ राशिमा जुन देख्नु भएको छ, यही चिज यदि तपाईँले यो व्यक्ति जस्तो एनके भन्ने व्यक्तिको कुण्डलीमा लगाउनु भयो भने उसको मिथुन लग्नको कुण्डलीमा तपाईँको 11 नम्बर यहाँ 9औं भावमा छ भन्नुको अर्थ सूर्य अहिले यो कुण्डलीमा 9औं भावबाट गोचर गर्दै हुनुहुन्छ हैन। 9औं भावबाट गोचर गर्दै गर्दाखेरि तपाईँको यसमा सर्वाष्टकलाई एकचोटि चेन्ज गरेर सूर्याष्टकमा लानुहोस् र सूर्यबाट कति अङ्क प्राप्त भइरहेको छ त्यो विचार गरौँ। अब 9औं भावमा सूर्याष्टकमा जम्मा 1 अङ्क प्राप्त भएको छ र अहिले सूर्य यहीँबाट गोचर गर्दै हुनुहुन्छ, 9औं भावमा गोचर गर्दै हुनुहुन्छ। अहिलेलाई यति तथ्य मात्रै बुझ्नुहोस् र अब यही तथ्यलाई यो दुईटा कुण्डलीलाई छोडेर तपाईँ यो टेबलमा आउनुभयो भने जस्तो सूर्याष्टक यहाँ जुन यो दोस्रो रोमा हुनुहुन्छ, 9औं भाव यो माथिको यो भाव हो, यो राशि होइन है। 9औं भावमा सूर्याष्टकको अङ्क 1 छ, जुन यो अङ्क 1 सँग म्याच भयो। यो सबै अङ्क यसरी म्याच हुन्छन् है, यसमा त हिसाब गडबड हुँदैन। जस्तो अब 9औं भावमा सूर्याष्टकमा 1 छ र गोचरमा सूर्य अहिले यो कुण्डलीको लागि 9औं भावमा हुनुहुन्छ। त्यसकारण यो गाढा रङको तपाईँले यहाँ घेरा देख्नुभएको छ, मतलब गोचरमा यहाँ हुनुहुन्छ र अङ्क 1 छ। अब यसै गरेर तपाईँ एक एक गरेर सबै ग्रहमा जानु परेन। गोचरमा कहाँ हुनुहुन्छ भन्ने कुरा तपाईँले यहाँबाट थाहा पाउन सक्नुहुन्छ, किनकि यो घेरा यहाँ दिएको छ है। जस्तो सोमाष्टक भनेपछि तपाईँको चन्द्र पनि अहिले 9औं भावमा नै हुनुहुन्छ। जस्तो यहाँ तपाईँले हेर्नुभयो गोचरमा भने अहिले पूर्णिमाको औँसीको अराउन्डमा छौँ, त्यही भएर यो दुईटा सँगै हुनुहुन्छ होइन। र सोमाष्टकमा यहाँ तपाईँले हेर्नुभयो भने सोमाष्टकको तपाईँको 9औं भावमा यहाँ 3 पाइरहेको छ है। अब यो 3 छ अङ्क र यहाँ पनि 3 नै छ अङ्क। अब यसरी नै तपाईँको हरेक तपाईँले भावमा हेर्नुभयो भने सो ग्रहबाट कति प्राप्त भइरहेको छ र गोचरमा कहाँ छ भन्ने कुरा तपाईँले यस टेबलबाट क्लियरली देख्नुहुन्छ। अब एउटा उदाहरणको लागि जस्तो सूर्यको मात्रै लियौँ भने सूर्य अहिले 9औं भावमा गोचर गर्दै गर्दा यस कुण्डलीको लागि गोचर गर्दै गर्दा यस कुण्डलीको अष्टक वर्गको क्याल्कुलेसन अनुसार जम्मा सूर्याष्टकमा अङ्क 1 प्राप्त छ। अब अङ्क 1 मात्रै भइसकेपछि तपाईँको 1 देखि 8 सम्म जुन अङ्क ग्रहले प्रदान गर्दछ, यसमा अब तपाईँले के कसरी प्रेडिक्सन गर्नुहुन्छ। जस्तो 9औं भाव भनेको तपाईँको विदेश यात्रा होइन, अनि आफ्नो गुरुहरू बुवाहरूसँगको सम्बन्ध, भाग्य सम्बन्धी कुराहरू पर्दछन् भने अब ती कुराहरूमा तपाईँको 1 अङ्क मात्रै छ र तपाईँ गोचर त्यहीँबाट जाँदै हुनुहुन्छ भने यसले के राम्रो फल दिन्छ या दिँदैन? पक्कै पनि दिँदैन होइन। तपाईँले जसरी एक्सपेक्ट गर्नुभएको छ रिजल्ट, जस्तो तपाईँको अब भाग्य सम्बन्धी कुराहरूमा हो भने पक्कै पनि तपाईँले प्लान गरेको अनुसारले भाग्यले तपाईँलाई साथ नदिन सक्छ सूर्य सम्बन्धी कुराहरूबाट है। अनि अब कुनै पनि तपाईँको हायर एजुकेसनको कुराहरू छ भने तपाईँको ढिलाइ हुनसक्छ। अब बुवा अथवा गुरु सम्बन्धी अथवा बुवा जस्तो कोही फिगर हुनुहुन्छ भने उहाँहरूसँग तपाईँको मिसअन्डरस्ट्यान्डिङ अथवा इगो क्लास हुनसक्छ होइन, दूरी एउटा बन्न सक्छ। अथवा उहाँहरूको हेल्थ सम्बन्धी कुराहरूमा पनि तपाईँको केही कुराहरू तपाईँले देख्न सक्नुहुन्छ जुन कुरा पोजिटिभ रिजल्ट नहुन सक्छ।
अब यसरी तपाईँले यहाँ हेर्न सक्नुभयो। अब मैले एकमा क्लिक गर्दाखेरि यहाँ अरू एक पनि हाइलाइट भइरहेको छन्। यो अर्को फिचर हो। जस्तो एक कहाँ-कहाँ छन् भन्दा अब यस कुण्डलीको यहाँ छन्। जस्तो अब अहिले भौमाष्टकमा तपाईँको मङ्गल तपाईँको यस कुण्डलीको लागि अष्टम भावबाट ट्रान्जिट गर्दै हुनुहुन्छ, गोचरमा हुनुहुन्छ भन्ने कुरा। जस्तो यहाँ तपाईँले देख्नुभयो नि, यो गोचर कुण्डलीमा हेर्नुहोस् मङ्गल अहिले उच्च हुनुहुन्छ र मकर राशिमा हुनुहुन्छ। अब यही कुण्डलीमा अप्लाई गर्नुभयो भने तपाईँको मकर यो मिथुन मिथुन लग्नको कुण्डलीमा मकर अष्टम भावमा यहाँ हुनुहुन्छ, किनभने यहाँ छ मकर राशि है। अब यो तपाईँको अष्टम भाव हो भनिसकेपछि यो टेबलमा फेरि आएर हेर्नुहोस्, यहाँनिर अष्टम भावमा तपाईँको भौमाष्टकमा हेर्नुभयो भने यहाँ 4 छ। अहिलेको लागि त यहाँ 4 छ। तर नेक्स्ट अब जब मङ्गलले तपाईँको यो भाव छोडेर अष्टम भाव छोडेर नवम भावमा जानुहुन्छ, या भनौँ तपाईँको गोचरमा मकर राशिबाट कुम्भ राशिमा जानु भएपछि तपाईँको यस कुण्डलीमा अष्टक वर्ग अनुसार 4 बाट घटेर तपाईँको फेरि 1 मा आउँदै हुनुहुन्छ है। अब यो नम्बर 1 मा आउँछ भनिसकेपछि जब मङ्गलको ट्रान्जिट तपाईँको मकर राशिबाट कुम्भमा जानुहुन्छ, तपाईँको कुण्डलीलाई यसले कस्तो प्रभाव पार्छ त? सकारात्मक पर्छ या नकारात्मक पर्छ? पक्कै पनि सकारात्मक भन्दा नकारात्मक नै देखिन्छ, किनभने एक एक प्राप्त अङ्क पक्कै पनि राम्रो होइन। तपाईँको जब 5, 6, 7 या 8 हुन्छ तब कुण्डलीमा जति धेरै अङ्क भयो त्यसलाई राम्रो मानिन्छ भने 4, 3, 2, 1 जति थोरै हुँदै जान्छ त्यो प्रभाव त्यति नै नराम्रो अथवा तपाईँले चाहनु भएको प्रभाव कुण्डलीमा देखिँदैन भनेर शास्त्रमा लेखिएको कुरा हो। त्यसरी नै तपाईँले यहाँ पनि बुझ्नुपर्छ। अब मैले कुनै अर्को अङ्क जस्तो 7 मा यहाँ गरेँ भने यो कुण्डलीमा हैन, यो कुण्डलीमा 1, 2, 3, 4, 5 वटा ठाउँमा यहाँ जुन देख्नुभएको छ, जस्तो अब मङ्गलकै हेर्नुभयो भने अहिले तपाईँको अष्टम भावमा जाँदाखेरि 4 थियो भने योभन्दा अगाडि जस्तो सप्तम भावमा 7 थियो भनेपछि केही न केही मङ्गलले तपाईँको सप्तम भाव सम्बन्धी कुराहरूमा राम्रो रिजल्ट दिएको थियो योभन्दा अगाडि। अब यो चिज त अष्टक वर्गबाट मात्रै तपाईँले भन्नुभयो। तर अब जस्तो दशामा के छ र यो गोचरकै दृष्टिअनुसार पनि के थियो भन्ने कुराहरूलाई पनि तपाईँले एनालाइसिस त गर्नुपर्ने हुन्छ। तथापि कहिलेकाहीँ त्यहाँ तपाईँको जस्तो दशाबाट तपाईँले राम्रो फल आशा गरिरहनु भएको थियो, तर अष्टक वर्गलाई छुटाउनु भयो र अष्टक वर्गमा गएर हेर्दाखेरि अङ्क यदि 1 छ या 7 छ भने त्यही अनुसारले तपाईँको रिजल्ट राम्रो आयो कि आएन भन्ने कुराहरू भन्न सक्नुहुन्छ। अनि खासमा अब अष्टक वर्गको कुराहरूको बारेमा इन्टरनेटबाट तपाईँले धेरै कुराहरू प्राप्त गर्न पनि सक्नुहुन्छ। यी नम्बरहरू ठ्याक्कै कसरी बनिरहेको छन् भन्ने हिसाबहरू पनि दिएको छ। यो सफ्टवेयर मार्फत चाहिँ त्यसलाई अष्टक वर्ग र गोचरलाई एकैचोटि तपाईँको जोडेर हेर्दा अझ कसरी प्रभाव राम्रोसँग देख्नुहुन्छ भन्ने कुराहरू मैले यो सफ्टवेयरबाट देखाउन खोजेँ। तपाईँको प्रतिक्रिया के छ मलाई कमेन्टमा भन्नुहोला। अझ यसलाई राम्रो बनाउन सकिने अथवा थप्नुपर्ने केही कुराहरू छन् भने कमेन्ट गर्नुहोस्। अहिलेको लागि यति नै। धन्यवाद।